बैंकमा 1 लाख भन्दा बढीको चेक साट्न जाँदा स्टाफले आइडी माग्यो। तपाईले ड्राइभिङ लाइसेन्स दिनुभयो, स्टाफले भन्यो यो त एक्सपायर भइसकेको रहेछ। तपाई रिसाएर भन्नुहुन्छ लाइसेन्स एक्सपायर भए पनि मान्छे त मनै हो नि, अनि रोडमा त 3 महिनासम्म चल्छ। अनि त्यहीबाट बहस सुरु हुन्छ। तर खासमा बैंकले एक्सपायर भएको लाइसेन्स किन मान्दैन? यसका पछाडि 3 वटा महत्त्वपूर्ण कारण छन्। पहिलो कारण रोडमा चल्छ र बैंकमा चल्छ भन्ने फरक कुरा हो। यातायात कार्यालयले तपाईलाई लाइसेन्स रिन्यू गर्न 3 महिनाको समय दिएको हुन्छ, जसले गर्दा रोडमा गाडी चलाउँदा फाइन तिर्नु पर्दैन। तर त्यो रिबेट गाडी चलाउनको लागि मात्र हो, परिचय खुलाउनको लागि होइन। दोस्रो कारण एक्सपायर भएको डकुमेन्ट कागज सरह हुन्छ। कानुनी रूपमा जब कुनै डकुमेन्टको डेट सकिन्छ त्यसको मान्यता समाप्त हुन्छ। यदि बैंकले एक्सपायर भएको आइडीको आधारमा ट्रान्ज्याक्सन गर्यो भने पछि नियामक निकायबाट कारबाहीमा समेत पर्न सक्छ। त्यसैले बैंक नियमले बाँधिएको हुन्छ, इच्छाले होइन। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कारण सुरक्षा। सोच्नुहोस् त, तपाईको लाइसेन्स एक्सपायर भयो अनि तपाईले त्यो पुरानो कार्ड कतै फाल्नु भयो वा हरायो, किनभने तपाई नयाँ बनाउँदै हुनुहुन्छ। अब तपाई जस्तै सक्कल भएको दाजुभाइ वा कुनै बदमास मान्छेले त्यो पुरानो कार्ड भेटायो अनि बैंकमा गएर तपाईको खाताको पैसा झिक्न खोज्यो भने एक्सपायर भएका कार्डहरू धेरै जसो लाचार तरिकाले राखिन्छन्, जसले गर्दा मिसयुज हुने रिस्क एकदम हाई हुन्छ। यस्तै फ्रडबाट तपाईको पैसा बचाउनलाई बैंकले कडाई गरेको हुन्छ। त्यसैले अबदेखि बैंकमा ट्रान्ज्याक्सन गर्न जाँदा नागरिकता, नेसनल आइडी, पासपोर्ट वा सरकारद्वारा जारी गरिएको कुनै भ्यालिड अनएक्सपायर्ड आइडी साथमा लैजानुहोस्। अनि यस्तै बैंकिङ अवेरनेस कन्टेन्टका लागि भने हामीलाई फलो गर्न नबिर्सिनु होला।